सिधै विषयवस्तुमा प्रवेश गरौँ है त। आजको यो विश्लेषणमा हामी बजारमा देखिएको पछिल्लो उथलपुथल र विशेष गरी रिजलाइन इनर्जी लिमिटेडको एकदमै सूक्ष्म चिरफार गर्नेछौँ। शेयर बजार सधैँ तलमाथि त भइहाल्छ, तर बाहिर देखिने हल्लाभन्दा भित्र तथ्याङ्कले अर्कै कथा भनिरहेको हुन्छ। आज हामी त्यही कथा बुझ्ने प्रयास गर्दैछौँ। रु 23 अरब, सुन्दा नै आङ जिरिङ हुने यो रकम नेप्सेमा मात्र 1 साप्ताहभित्र गुमेको सम्पत्ति हो। यसले हाम्रो कुल बजार पुँजीकरणलाई स्वाट्टै घटाएर 46 खर्ब 59 अर्ब रुपियाँमा झारिदिएको छ। यो चान्चुने रकम पक्कै होइन। बजारबाट यति ठूलो पुँजी बाहिरिँदा लगानीकर्ताको मनोबल कति खस्किन्छ भन्ने त हामी सहजै अनुमान लगाउन सक्छौं, होइन र? अब यो अवस्थालाई अलिकति व्यवस्थित रूपमा बुझ्न आज हामी यी 6वटा मुख्य विषयमा केन्द्रित हुनेछौँ। नेप्सेको गिरावटदेखि लिएर जलविद्युत स्टक छान्ने तरिका, रेजलाइनको परियोजना, यसको वित्तीय अवस्था, प्राविधिक विश्लेषण र अन्तमा पर्ख र हेरको रणनीति। पहिलो खण्डमा जाउँ, नेप्से बजारको गिरावट। आखिर यो 23 अर्बको नुक्सानी पछाडिको मुख्य कारण के हो त? तथ्याङ्क र बजार विश्लेषकहरूका अनुसार बजार यसरी ओह्रालो लाग्नुमा केही प्रमुख बाह्य कारणहरू छन्। पछिल्लो समय भएका केही उच्च पदस्थ व्यक्तिहरूको गिरफ्तारी र राजनीतिक अस्थिरताले लगानीकर्ताहरूको आत्मविश्वासलाई नराम्ररी हल्लाइदिएको छ। यसले गर्दा बजारमा एउटा डर र सतर्कता छाएको छ, अनि परिणाम लगानीकर्ताहरू जलविद्युत र होटेल जस्ता ठूलो पुँजी भएका क्षेत्रहरूबाट धमाधम पैसा झिक्दैछन्। अब यसको प्रत्यक्ष असर एउटा विशिष्ट कम्पनीमा कस्तो पर्यो भनेर हेरौँ न। रिजलाइन एनर्जी लिमिटेडलाई नै लिनुहोस्। यो 5 दिने कारोबार अवधिमा यसको शेयर 14.79% घटेर 997 रुपियाँमा आइपुग्यो। यो भनेको यो साताकै सबैभन्दा ठूलो गिरावट हो। समग्र बजारको डरले कसरी एउटा व्यक्तिगत कम्पनीलाई थला पार्न सक्छ भन्ने यो एउटा एकदमै स्पष्ट उदाहरण हो। दोस्रो खण्डमा लागौँ। यस्तो बेलामा जलविद्युत स्टकको मूल्याङ्कन कसरी गर्ने त? यसको एउटा चरणबद्ध मार्गदर्शिका हेरौँ। हेर्नुस्, बजार घटेको बेला जथाभावी लगानी गर्ने होइन, एउटा स्पष्ट 4 चरणको ढाँचा अपनाउनुपर्छ। पहिलो, विद्युत खरिद सम्झौता अर्थात् पीपीए दर कस्तो छ? दोस्रो, नदीको पानीको अवस्था र वास्तविक उत्पादन क्षमता कति हो? तेस्रो, कम्पनीको ऋण र पुँजीको अनुपात कस्तो छ? र चौथो, कम्पनी चलाउने प्रवर्धकहरू को हुन् र उनीहरूको भविष्यको योजना के छ? यो कुरा नबुझी लगानी गर्नु भनेको अँध्यारोमा तीर चलाउनु जस्तै हो। अब तेस्रो खण्ड, यही नियमलाई रिजलाइन परियोजनामा लगाएर हेरौँ। उनीहरूको मुख्य परियोजनाभन्दा बाहिर के कस्ता योजना छन् त? यो तालिकाले कम्पनीको समग्र तस्विर एकदमै छर्लङ्ग पार्छ। एकातिर 9.05 मेगावाटको सुपर चेपे जलविद्युत सञ्चालनमै छ भने अर्कोतिर दूध पोखरी, चेपे र अप्पर मेवा खोला जस्ता ठूला परियोजनाहरू निर्माणाधीन छन्। यसको अर्थ के हो भने यो कम्पनी एउटै आयोजनामा मात्रै सीमित छैन, आफ्नो दायरा द्रुत गतिमा बढाउँदैछ। यहाँनिर मलाई सबैभन्दा रोचक लागेको कुरा के हो भने उनीहरूको मुख्य आयोजना सुपर चेपे निर्धारित समयभन्दा अगावै सम्पन्न भयो। नेपालमा यस्तो विरलै सुन्न पाइन्छ नि, होइन र? प्रति मेगावाट करिब 23 करोड लागत रहेको यो रन अफ द रिभर परियोजनाले वार्षिक झण्डै 55 गिगावाट घण्टा बिजुली उत्पादन गर्छ। यसले सुक्खा र वर्षायाम दुवैमा निकै सन्तुलित उत्पादन दिइरहेको छ। अब चौथो खण्डमा प्रवेश गरौँ, वित्तीय स्वास्थ्य र जोखिम। कम्पनीको आधारभूत अवस्था कस्तो छ त? कम्पनीका यी वित्तीय सूचकहरू हेर्दा जलविद्युत क्षेत्रमा एउटा गजबको उपलब्धि देखिन्छ। पहिलो पूर्ण वर्षमै 10.57 को प्रति शेयर आम्दानी र 125 भन्दा माथिको नेटवर्थ। अझ महत्त्वपूर्ण कुरा त कम्पनीले आक्रामक रूपमा कर्जा तिरेर आफ्नो ऋण र इक्विटीको अनुपातलाई ठ्याक्कै 50-50 मा झारेको छ। सुरुवाती चरणमै नाफा कमाएर यसरी ऋण घटाउनु भनेको वित्तीय अनुशासनको एकदमै बलियो प्रमाण हो। तर पर्खनुस्, सिक्काको अर्को पाटो पनि छ। कर्जा जोखिमको कुरा गर्दा क्यारेज रेटिङ्स नेपालले यो कम्पनीलाई BB इस्युअर रेटिङ दिएको छ। वित्तीय विवरण जतिसुकै राम्रो देखिए पनि रेटिङ एजेन्सीले पक्कै पनि केही भित्री जोखिमहरू देखिएको हुनुपर्छ। खुद्रा लगानीकर्ताहरूको लागि यसलाई एकदमै सरल भाषामा भन्दा यो मध्यम जोखिमको अर्थ हो कम्पनीले समयमै ब्याङ्कको सावा ब्याज तिर्ने कुरामा अझै पनि केही वास्तविक जोखिमहरू बाँकी नै छन्। यो 100% सुरक्षित पनि होइन, तर एकदमै जोखिमपूर्ण पनि होइन, ठिक्कको अवस्था भनौँ न।
यो कुराले लगानीकर्ताहरूले ध्यान दिनुपर्ने एउटा ठूलो विरोधाभासलाई प्रष्ट पार्छ। एकातिर कम्पनीले राम्रो आम्दानी गरिरहेको छ, लाभांश बाँड्ने क्षमता राख्छ, तर अर्कोतिर खोलाको पानीमा पूर्ण निर्भरता र ठूलो ऋणको भार पनि छँदैछ। अझ अहिले नेपाल विद्युत प्राधिकरणसँग प्रसारण लाइन अभावको कारणले गर्दा टेक एन्ड पे सम्झौतामा काम भइरहेको छ। यसले आम्दानीमा केही अनिश्चितता पक्कै थपेको छ। अब खण्ड 5, बजारको कुरा गर्दा प्राविधिक विश्लेषण र पिभोटहरू नहेरी त कहाँ हुन्छ र? कहाँ छेर्ने र कहाँ निस्किने? आउनुस् हेरौं। पिभोट विश्लेषणको यो तालिका हेर्नुस् त, यसले एकदमै महत्त्वपूर्ण मूल्य बिन्दुहरू देखाउँछ। बजार घट्दै गयो भने 930 रुपैयाँसम्म झर्न सक्ने एउटा बलियो सपोर्ट लेभल छ, जहाँ सायद खरिद गर्ने राम्रो अवसर मिल्न सक्छ। तर यदि बजार बढ्यो भने 1068 रुपैयाँको रेजिस्टेन्स लेभल छ, जहाँ पुगेपछि बेच्नेहरूको चाप पर्न सक्छ। यो लेभल्सहरू चाहिँ दिमागमा राखिराख्नुपर्छ है। मुभिङ एभरेजको कुरा गर्दा अहिले सङ्केतहरू स्पष्ट रूपमा बियरिस अर्थात् ओह्रालो लागिरहेको देखिन्छ। हालको मूल्य 997 रुपैयाँ छ, जुन 5 दिने र 20 दिने दुवै औसतभन्दा निकै तल हो। यसले के देखाउँछ भने जुन 14% गिरावट हामीले देख्यौं, त्यो दबाव अझै पनि बजारमा कायमै छ। र अन्त्यमा खण्ड 6, यस्तो अवस्थामा के पर्ख र हेरको रणनीति नै सही हो त? हाम्रो अन्तिम निष्कर्षतिर लागौं। बजार विश्लेषकहरूको भनाइ मान्ने हो भने नेप्से अहिले एउटा बलियो सपोर्ट जोनमा बसेर कन्सोलिडेट भइरहेको छ। विश्लेषक मनिष अर्याल भन्नुहुन्छ, बजारमा कारोबार रकम घट्नुको अर्थ लगानीकर्ताहरू डराएर भागेका मात्र होइनन्, उनीहरू पर्ख र हेरको स्थितिमा छन्। बजेट आउनु अघि राम्रो मौका कुरेर बसेका छन्। यो एउटा रणनीतिक धैर्यता हो। आज हामीले कम्पनीको बलियो आधारभूत अवस्था र अल्पकालीन घट्दो बजारको ट्रेन्ड दुवै हेर्यौं। अब एउटा विचारणीय प्रश्न छोड्न चाहन्छु, के यस्तो बेलामा धैर्यता राख्नु नै बुद्धिमानी हो, वा अहिलेको यो गिरावट नै जलविद्युतको दीर्घकालीन सम्भावनामा प्रवेश गर्ने सबैभन्दा सुनौलो मौका हो? यो कुरा मनन गर्नुहोला। आजको यो विश्लेषणबाट हामी यति नै राख्छौं।